सरप्राइज चाहिँ हाम्रै भएको छ है हामी अघि नै आएर बसेको हो नि भक्कु टिकट काटेको फेरि भिडियो नगरिकन दिदीलाई खातामा हाम्रो सरप्राइज भयो गाइज हामीले चाहिँ छ्यामासँग आउनुभएको साथीलाई पनि खाता उठाइदियो छ्याम्सले उल्टा हामीलाई सरप्राइज भयो पछाडिबाट तर्सिरहेको नि पनि तर्सेको नि पुरै पछाडि आइसक्यो त्यहाँ बसिरहेको हाम्रो भाउजू चाहिँ आइसक्नु भयो हेलो साथी हाम्रो वेलकम छ हाम्रो भाउजूलाई है अनि दाइलाई पनि अनि सरप्राइज दिने भनेको है भिडियो चाहिँ मलाई सरप्राइज दिन लाग्यो मैले नै दिएँ पछाडिबाट त्यही हो अब चाहिँ हामी सिधै ट्याक्सीमा गएर भेट्नेछौँ है त दिदीको रुमतिर है ल हेरे ल भाउजू हामी अब हेर्दा हेर्दा पोखरा पनि आइपुग्नु लाग्यो अनि कतिको एक्साइटेड हुनुहुन्छ कतिको उत्साहित हुनुहुन्छ अनि लगभग 2 वर्ष भनौँ न 2 वर्ष भयो होइन त 2 वर्ष अहिले हामी चाहिँ बुढी बजार झरिसक्यौँ है अनि यता भित्री साइडबाट चाहिँ हामी रुमतर्फ जाँदैछौँ उता रेस्टुरेन्ट पसलमा पहिला पसलमा जानेछौँ अनि त्यहाँ सबैजना त्यहीँ छ आज उहाँ गएर भेट्नेछौँ अनि रियाक्सन हेर्नेछौँ है त कस्तो हुनेछ सबैजनाको सब है साथीहरू हामी चाहिँ आइपुगिसक्यो ल हामी सबैलाई रियाक्सन छोरीहरूको ल है हामी त आइपुग्यो है ल उता कहीँ रोइङ होस् आन्टी नानी रोको हो सबैजना ल सबैजना रो के हो त खुसी छैनस् के भयो सो हेलो अनि नमस्ते छ्याजल सबैजनालाई फेरि पनि वेलकम ब्याक टु माई च्यानल है हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा अनि आफ्टर लङ टाइम मैले चाहिँ 2-3 महिनापछि चाहिँ भिडियो अपलोड गर्न लागेको छु है सो हजुरहरूले थम्बनेल टाइटल देखिसक्नु भयो होला आज के को ब्लग हुन्छ भनेर अनि सो अहिले चाहिँ म काठमाडौँ छु हिजो रातितिर आएको सो सरप्राइज ब्लग हुनेछ आज चाहिँ नि है फ्यामिलीहरूलाई चाहिँ सबैले थाहा छैन है हाम्रो दाइहरूलाई दाइ भाउजू अनि हाम्रो दिदीहरूले मात्रै थाहा छ घरको अरू कसैलाई पनि थाहा छैन आमालाई पनि सरप्राइज हुन्छ अनि प्लस भाउजूको आफ्नो आफन्तहरूले पनि अनि हेर्दै हुनुहुन्छ भने सरप्राइज हुनेवाला छ हजुरहरूलाई सो अनि के भन्छ अरू त अब म चाहिँ एयरपोर्ट जान लागेको है अनि 8 बजी चाहिँ ल्यान्ड हुने भनेको छ भाउजूको यहीँ 7:20 भइसक्यो निदाएर आएर चाहिँ 7 बजीसम्म हामी एयरपोर्टतर्फ जानेछौँ है त
हजुरहरूलाई बाटोमा गएर भेट्नेछौँ। साथीहरू हामी चाहिँ अहिले एयरपोर्ट आइपुगिसकेका छौँ। किसुकी लिएर दाइरामा चाहिँ अनि भाउजूको अनि बुहारी पनि आउँदै हुनुहुन्छ। कहाँ आइपुग्नुभयो छिटो आउनु होला। अनि अहिले चाहिँ हामी एयरपोर्ट छौँ, बाहिर कुरिरहेको छौँ भाउजूलाई। अनि त्यही हो, बाटोमा आउँदा चाहिँ भिडियो बनाएर लामो हुन्छ भनेर यति भन्दै अब हजुरहरूलाई चाहिँ एकछिनमा भेट्नेछु है त। सरप्राइज चाहिँ हामीलाई भएको छ है। हामी अघि आएर बसेको नि भर्खर टिकट काटेको फेरि। हामी फेरि होइन भर्खर आउनुभएको नि। हजुर पछाडिबाट आएर आऊ सोचेको जस्तो केही भएन। ल भाउजू आइसक्नु भयो। लिन्छौँ आउनु त। उल्टा हाम्रो सरप्राइज भयो गाइज। हामीले चाहिँ छ्यामासँग आउनुभएको साथीलाई पनि खाता हुँदैन। छ्याम्सले उल्टा हामीलाई सरप्राइज भयो पछाडिबाट। तर्सिरहेको नि पनि तर्सेको नि पुरै। पछाडि आइसक्यो त्यहाँ बसिरहेको थियो भर्खरै कि 2 मिनट। अनि फेरि फर्केर जानु पर्यो तपाईँ। आउनु फोटो खिचौँ न त अब है। साथीहरू हाम्रो भाउजू चाहिँ आइसक्नु भयो। हाम्रो वेलकम छ हाम्रो भाउजूलाई है। अनि दाइलाई पनि अनि सरप्राइज दिने भनेको है। भित्र जान लाग्यो ठ्याक्कै। ए हस् हुन्छ हुन्छ। अनि आउँदा आउँदा हामी कुर्दा यता भाउजू आइसक्नु भएछ। मलाई सरप्राइज दिन लाग्यो, मैले नै दिएँ पछाडिबाट। त्यही हो, अब चाहिँ हामी सिधै बसमा के अरे ट्याक्सीमा गएर भेट्नेछौँ है त। म रिसाइदिएको छु कि अनि हिजो आएर मलाई फोन गरेर त अनि मैले खाता काट्दैछु अनि तपाईँहरू नरिसाइ नाटक आज चाहिँ को कसको सरप्राइज हुन्छ हजुरहरूले देखाउने छु। दिदीको रुमतिर है। ल तपाईँ जान्नु पहिला। तपाईँ किन हुँदैन नि हिँड्नु क्या। ल है सरप्राइज दिन हामी चाहिँ बाहिर खोपिस।
छिन् म यता आइसकेछ दुनियाँले गोरु जसरी हिँडेर गएको छ कस्तो माथि रहेछ यिनीहरू फगाएर लिएर यहाँ पुरा सामान छुट्याउँदैछ कता कता लाने भनेर चक्लेट है हेरे हेरे म त भाउजू पाउरालाई चस्मा लाउनु गीत गाए क्या भाउजूले त हेलो साथीहरू यो चाहिँ डे 2 अनि आज चाहिँ हामी पोखरातर्फ लाग्दैछौँ हिजो चाहिँ नि धेरै भिडियो गरेन धेरै हिजो चाहिँ सपिङ गर्दै ठिक्क भयो अनि अहिले चाहिँ हामी पोखरातिर अहिले 12 बज्न आँटिसक्यो अनि उता पोखरामा पनि केही भनेको छैन हामीले चाहिँ नि भोलि आउँछु भनेको छ हामी चाहिँ अहिले नै जाँदैछौँ सो हाम्रो लाउरेनी भाउजू यता म 2 दिनको लाउरेनी अनि सो त्यही हो अब चाहिँ त्यति लामो भिडियो गर्दिनँ आज नि बसमा हिँडेको डाइरेक्ट छोटो मिठो भिडियो गर्छु अनि उहाँ पोखरामा पनि सरप्राइज दिने भनेरै जान लागेको हामी त्यही हो धेरै नबोलाम भिडियो लामो हुन्छ हजुरहरूले चाहिँ अब बाटोतिर यसो भ्यूहरू देखाउँदै जानेछौँ है अब हामी चाहिँ यता पोखरा हिँड्न आएछ यो काठमाडौँको बस पार्कबाट चाहिँ नै हिँडिसक्यौँ हेरौँ कति बजीसम्म पुग्छ भरे ल साथीहरू हामी चाहिँ अहिले के ठाउँ हो यो इच्छा कामना 3 चुम्लिङ हो तपाईँले चुम्लिङ टार चुम्लिङ टार आइपुग्यो अनि चिसो खाएर हामी आएको बस चाहिँ यो हो अनि लगभग कति 2-3 घन्टामा आइपुग्यो है बाटो चाहिँ धस्दै रहेछ अब चाहिँ राम्रै छ यताबाट चाहिँ ठुलो हेर्नु त ठुलो पापा त्यही हो अब चाहिँ हामी कमौलीमा गएर एउटा सामान झार्ने छ त्यताबाट चाहिँ हामी सरसर गइन्छ देवर भाउजू है त्यही हो हजुरहरू चाहिँ नि नयाँ हुनुहुन्छ भने मेरो ब्लगमा मेरो भिडियोमा मेरो च्यानलमा सब्सक्राइब गर्ने होला अनि यहाँ अब त्यस्तै भिडियोहरू चाहिँ नि आउँछ राम्रो भिडियोहरू धेरै भयो त्यो नहालेको अब चाहिँ राम्रो भिडियो आउँछ गाउँसम्म गइन्छ हेर्दै गर्नु होला जोडिराख्नु होला हामीसँग शेष हामी अब हेर्दा पोखरा पनि आइपुग्नु लाग्यो अनि कतिको एक्साइटेड हुनुहुन्छ कतिको उत्साहित हुनुहुन्छ एकदम एक्साइटेड छु लगभग 2 वर्ष भनौँ न चैतले 2 वर्षै भयो होइन त 2 वर्षपछि चाहिँ ब्याक टु पोखरा ब्याक टु नेपाल हुँदै हुनुहुन्छ हाम्रो भाउ चाहिँ अस्ति हिजो ल्यान्ड हुनुभएको नेपालमा चाहिँ चढ्नु अहिले चाहिँ हामी धेरै लाग्यो 1 घन्टा त्यसपछि हामी पोखरा गएर पनि हेर्नेछौँ हामी रियाक्सन सबैजना हामीले चाहिँ भोलि आउँछ भनेको छ क्या
7:30 बजीतिर पुग्छ कि अनि यहाँ छ अब चाहिँ डाइरेक्ट बसबाट झरेपछि बनाउनेछौँ। अहिले हामी चाहिँ बुढी बजार झरिसक्यौँ है। अनि यता भित्री साइडबाट चाहिँ हामी रुमतर्फ जाँदैछौँ। उता रेस्टुरेन्ट पसलमा पहिला पसलमा जानेछौँ अनि त्यहाँ सबैजना त्यहीँ छ आज वहाँ गएर भेट्नेछौँ अनि रियाक्सन हेर्नेछौँ है त कस्तो हुनेछ सबैजनाको। सबैजना हुनुहुन्छ भाउजू दाइ भेना दिदी नानी बाबु अनि आउनु न। त्यही हो म चाहिँ अगाडि अगाडि हलक गरी जाने हो अनि रियाक्सन हेर्नेछौँ। त्यही हो है त हजुरहरूलाई अब चाहिँ आइपुग्न लागे अनि भेट्ने देखाउँछ है त हजुरहरूलाई। है साथीहरू हामी चाहिँ आइपुगिसक्यो ल है हामी सबैलाई रियाक्सन छोरीहरूको ल है हामी त आइपुग्यो नचिनेको ल गाउँ त गएर आएको हो नि गाउँबाट त ल्याएको हो नि है ल बुझ गाई रोइङ हो सिम्रो ल साथीहरू देखिसक्नु भयो है हामी चाहिँ घर आइपुगिसके पसलमा अनि ल सबैजना सक है कस्तो लाग्यो आन्टी नानी रोको हो सबैजना ल सबैजना रो ठुलै खोइ त ल के हो त खुसी छैनस् के भयो किन के हो यसको त बोली फुटेन त केही पनि छैन। सो साथीहरू वेलकमको केक त काट्नै पऱ्यो होइन। काठमाडौँमा चाहिँ काट्न भ्याएन यताउता गरेर बिजी भएर अनि अहिले चाहिँ नि हतारमा केक सपमा गएर चाहिँ केक लिएर आयो। कोहीलाई थाहा छैन अनि झर्ने बित्तिकै गएर लिएर आएँ मैले चाहिँ। त्यो नि लास्ट पिस रहेछ भनेको जस्तो त पाएन। अब गएर केक काटिन्छ है त कोहीलाई थाहा छैन घरमा मसँग भएको पैसाले लिएर आएको छु। ल अब चाहिँ पसलमा गएर भेट्छु है त। ल केक लिएर आयो है अनि यत्रो आएर काठमाडौँ पनि काट्नु नि यहाँ त काट्नु परेर उहाँ माथि नरहेछ अनि फेरि यहाँबाट ल्याएको उता जुतेबाट लिएर आएको। ल अब केक काट्नुपर्छ आउनु ल त्यसो नगर तेरि बेसी नबोला न क्ल्याप हान कि ल क्ल्याप हान खोइ त सबैले बजाउ न सबैले बजाऊ
ल अब हाम्रो भिडियो चाहिँ अन्तिममा आइसकेको छ अनि कस्तो भयो रियाक्सन कस्तो लाग्यो हजुरलाई सक भयो कि भएन के होला चिनेन अनि पछि चिने उयोले चाहिँ चिनिसकेको थियो ल के हो त्यही हो साथीहरू अब लास्टमा आइसक्यो भिडियो चाहिँ इन्ड हुने बेला भइसक्यो अनि होइन मलाई पनि देख्यो अब चाहिँ हजुरहरूलाई नेक्स्ट भिडियोमा भेट्नेछौँ है अहिले चाहिँ यतिमै इन्ड गर्नेछौँ बाई बाई सब्सक्राइब गर्नु भएन भने सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला यति भन्दै बिदा हुन चाहन्छु बाई बाई सबैले बाई बाई भन्थ्यो नि त ल यता हेरेर बाई भन्थ्यो न हेलो गाइज हामी यता सुत्न लागेको अवस्था आज चाहिँ मम्मी आएको हो र हामीलाई थाहा थिएन हामीले सरप्राइज दिन आएको अनि यता छ बेबी यो काली दोसी मम्मी आउँछ भनेर सोचेको पनि थिएन तिमीहरूले एक हप्ता पछि आउँछ भनेर बसेको थियो हामी अनि यता मम्मी अनि म यहाँ हामीहरू सुत्छौँ गुड नाइट यता यिनीहरू हेलो गाइस हामी सुत्छौँ गुड नाइट सी टुमारो यतापट्टि मेन भ्लगर हाम्रो